भनिन्छ नि, कृषिको विकास केवल उत्पादन बढाउनु मात्र होइन, किसानको भविष्य उज्जवल बनाउनु पनि हो। यही लक्ष्यलाई जीवनको अभियान बनाएका व्यक्तित्वसँग आजको अन्तर्वार्ता हजुरका सामु लिएर आएका छौँ। नमस्कार दर्शकबिन, आज हामी कृषि क्षेत्रका एक सक्रिय सफल उद्यमीसँग कुराकानी गर्न गइरहेका छौँ। उहाँले बिउबिजन व्यवसाय सँगै स्वदेशमै बायोशक्ति प्राङ्गारिक मल उत्पादन गरी किसानलाई सेवा प्रदान गर्दै आउनुभएको छ। उहाँको व्यावसायिक यात्रा, कृषि क्षेत्रमा भएका प्रयास, चुनौती र भविष्यका योजनाबारे आज हामी विशेष छलफल गर्नेछौँ। आउनुहोस् उहाँलाई आजको यस कार्यक्रममा स्वागत गरौँ। सुधीर सर नमस्कार, स्वागत छ हजुरलाई आजको यस कार्यक्रममा। धन्यवाद। सबैभन्दा पहिला हजुरको परिचयबाट सुरुवात गर्न चाहे। सर, हजुरको छोटो परिचय। मेरो परिचयको बारेमा हजुरले पहिला नाम लिइसक्नुभयो, सुधीर सिंह नाम हो मेरो। अनि म यस धनवर्षा इन्डस्ट्रिज एन्ड बायोटेक्नोलोजी प्राली संस्थाको म म्यानेजिङ डाइरेक्टर। अनि विगत 9 वर्षदेखि हामीले यो संस्थाको स्थापना गरेर हामीले प्राङ्गिक मल उत्पादन गर्दै आइरहेको छौँ। यति नै सानो परिचय छ मात्र। सर, हजुर धनवर्षा इन्डस्ट्रिज एन्ड टेक्नोलोजी प्राली स्थापना गर्नुको मुख्य उद्देश्यको बारे जानकारी थोरै। यस धनवर्षा इन्डस्ट्रीको स्थापना गर्ने मुख्य उद्देश्य हाम्रो के थियो, जस्तै म पहिला अर्को संस्थामा जब गर्ने बेला मैले समाजमा किसानहरूको लागि एउटा समस्या के देखेँ, जति खर्च गर्दा पनि उनीहरूको उब्जनी छैन, माटो बिग्रिँदै गइरहेको छ। अनि माटोमा बिग्रिँदै गइरहे पनि किसानको पासमा विकल्प थिएन। अनि त्यति बेला मेरो अनुभवमा मैले के देखेँ, किसानले रासायनिक मल मात्र किन्नमा खर्च गरिरहेको छ। अब रासायनिक मल मात्रै नाइट्रोजन र फस्फरस पुऱ्याइरहेको थियो, तर रासायनिक मलमा पाएको 2 पोषक तत्त्व बाहेक अन्य पोषक तत्त्वको पनि माटोमा आवश्यकता छ, जसलाई हामीले प्राङ्गिक तरिकाले उपलब्ध गराउने अनि प्राङ्गिक तरिकाले किसानहरूलाई खेतमा प्रयोग गराउनको लागि हामीले सिकाइरहेको थियो। तर समस्या के थियो, त्यति बेला धुलो प्राङ्गिक मल मात्र हुन्थ्यो, दानादार प्राङ्गिक मलको कन्सेप्ट थिएन। अनि किसानको भनाइ पनि के थियो, हामीले दानादार पाए राम्रो हुन्थ्यो। सो मैले त्यो संस्थामा काम गर्ने बेला पाएको अनुभव अनि अनुभवको साथसाथमा केही गर्ने जिज्ञासा मनमा सधैँ भइरहेको थियो। अनि त्यो जिज्ञासाले गर्दा आफ्नै एउटा संस्थाको स्थापना गरौँ जसमा दानादार प्राङ्गिक मलको पनि कन्सेप्ट हुनुपर्छ भनेर हामीले यो किसानहरूको समस्यालाई बुझ्दै अनि माटोमा भएको कमीहरूलाई पुरा गर्ने उद्देश्यको साथसाथमा एउटा दानादार प्राङ्गिक मल उत्पादन गर्ने संस्थाको स्थापना हामीले 2074मा अथवा 2017 हामीले भन्नुपर्छ, नोभेम्बर 2017मा हामीले संस्थाको स्थापना गरेको थियौँ। अनि त्यति बेलादेखि कन्टिन्यू हामीले रासायनिक मलको परिपूरक रूपमा किसानहरूलाई हामीले दानादार प्राङ्गिक मलको रूपमा एउटा जैव शक्ति दानादार प्राङ्गिक मल उत्पादन गरेर पुऱ्याइरहेको छौँ। अहिले हाल यो हजुरको कम्पनीले चाहिँ कुन नेपालका कुन जिल्लामा चाहिँ हजुरको यो दानेदार मल चाहिँ वितरण गर्दै आइरहेको छ, अथवा यसलाई चाहिँ बजारीकरण गर्नलाई चाहिँ हजुरले के कस्ता कुराहरूमा चाहिँ जोड दिनुभएको छ? अब यो स्थापना गर्ने बेलादेखि नै हामीले फर्स्ट हाम्रो कन्सेप्ट हामीले अपनाइरहेको थियो, जसमा घर दैलो कार्यक्रम हामीले गराउँथेँ। किसानहरूले प्राङ्गिक मल के हो, त्यसको फाइदा के हुन्छ, अनि किन खेतमा प्रयोग गर्नुपर्छ, प्राङ्गिक मल प्रयोग गरेको इफेक्ट के माटोमा देखिन्छ, स्वास्थ्यमा कस्तो देखिन्छ, अनि वातावरणमा कस्तो देखिन्छ, यो सबै सिकाउँदै अनि हामीले किसानहरूलाई घर दैलो कार्यक्रम गरेको साथसाथमा होम डेलिभरी पनि गर्ने व्यवस्था राखेको थिएँ। तर अलिकति राजनैतिक भनौँ वा प्रशासनिक समस्या भनौँ, जसमा हामीलाई एउटा समस्याको सामना गर्नु पर्यो। हाम्रो स्थानीय सरकारले साथ नदिनको कारणले हामीले यो घर दैलो कार्यक्रम अहिले रोकेको छौँ। अनि त्यसको सट्टामा हामीले अर्को कन्सेप्ट हामीले अपनाएको छौँ, जसमा हामीले मिडिएटर राखेर अथवा सप्लायर्स राखेर अथवा डिलर्स नियुक्ति गरेर उनीहरूको माध्यमले हामीले यो मल सुदूरपश्चिम प्रदेशको लगभग सबै जिल्लामा, अनि कर्णाली प्रदेशको लगभग सबै जिल्लामा, अनि साथसाथमा हाम्रो लुम्बिनी प्रदेशको बर्दियादेखि भालुबाङसम्म सप्लाई हाम्रो छ। अनि त्यसपछि काठमाडौँको केही ठाउँमा, अनि चितवनमा केही बजारहरूमा, साथसाथमा हाम्रो झापा र मोरङ अनि इलामको चिया बगानहरूमा पनि हामीले सप्लाई गरेका छौँ। मागको अनुसारले हामीले कहिलेकाहीँ भोजपुर, सङ्खुवासभा यस्तो अलैँची खेतीमा अनि साथसाथमा रुद्राक्षको खेतीमा पनि हामीले आफ्नो दानादार प्राङ्गिक मल पुऱ्याउँदै आइरहेको छौँ, जसको इम्प्याक्ट पनि यस्तो छ, एकचोटि प्रयोग गरेको किसानले त्यसपछि अब जैविक मल बनेको प्राङ्गिक मल बनेको सबै किसानले मौखिक रूपमा बन्न जान्दैनन्। उनीहरूले मलको रङ र बोराको रङको अनुसारले मात्र चिनेर हाम्रो मल किन्दै आउँछन्। रिपिटेड कस्टमरहरू धेरै हुन्छन् हाम्रो।
हजुर, यो जैव शक्ति दानेदार प्राङ्गारिक मलको विशेषता र यो चाहिँ रासायनिक मलभन्दा कसरी फरक छ, यसको बारेमा थोरै जानकारी अब गराइदिनुहुन्छ कि? जैव शक्ति दानादार प्राङ्गिक मल भनेको यो हाम्रो पूर्ण रूपले प्राकृतिक तरिकाले एउटा प्राङ्गिक मल उत्पादन गरेको छौँ। यो प्राङ्गिक भनेको यसमा टोटल विघटित हुन सक्ने पदार्थ जति हुन्छन् जसलाई हामीले डिकम्पोज गरेर मलमा कन्भर्ट गर्न सक्छौँ, त्यस्ता पदार्थहरूलाई प्रयोग गरेर तिनीहरूको डिकम्पोजिङ प्रोसेसमा ल्याएर त्यसपछि दानादार मलमा बनाउँछौँ। जसले गर्दा यसमा मुख्य पोषक तत्त्व, दोस्रो पोषक तत्त्व जसलाई सहायक पोषक तत्त्व पनि भनिन्छ र साथमा सूक्ष्म पोषक तत्त्व साथसाथमा केही वृद्धि उत्तेजक कन्टेन्ट पनि यसमा देखिन्छ। जसले गर्दा रासायनिक मल र प्राङ्गिक मलमा फरक के छ जुन हजुरले सोध्नुभयो, त्यसमा रासायनिक मलले दिने मात्र एउटा अथवा दुईटा अथवा बढीमा तीनवटा कम्पाउन्ड हो। जस्तै नाइट्रोजन, फस्फरस, यो डिएपी भयो, युरिया 46% नाइट्रोजन भयो र साथसाथमा केही एमओपी, K2O यस्तो मलहरू मार्केटमा देखिन्छ, एसएसपी देखिन्छ। अब यस्ता दुईभन्दा बढी अथवा तीनवटा बढीमा पोषक तत्त्वहरूको जुन रासायनिकको कन्सेप्ट छ त्यसमा मुख्य पोषक तत्त्व मात्र पुर्याउन सकिन्छ। सेकेन्डरी न्युट्रिएन्ट चाहियो त्यो किसानले छुट्टै किनेर हाल्नुपर्छ, माइक्रोन्युट्रिएन्ट चाहियो त्यो छुट्टै राख्नुपर्छ। सो प्रत्येक कुरामा छुट्टै छुट्टै खर्च गर्नुभन्दा हामीले किसानलाई के भन्छौँ, अर्ग्यानिक मल अथवा प्राङ्गिक मल प्रयोग गरेपछि माटोमा भएको मुख्य पोषक तत्त्व र साथमा दोस्रो पोषक तत्त्व र सूक्ष्म पोषक तत्त्व सबैको एउटा सन्तुलित आहारको रूपमा हामीले माटोमा दिन सक्छौँ। सो बिरुवालाई चाहियो तीनटै कुरा, जस्तै मुख्य, सेकेन्डरी र मुख्य, दोस्रो र सूक्ष्म पोषक तत्त्व। सो मुख्यको भूमिका के हुन्छ, जस्तै दाल भात खाने जति बढी मात्रामा दिनुभयो त्यति राम्रो, किसानको भनाइ सोचाइ त्यति नै हो। अनि दोस्रोको के छ, यो एउटा शरीरलाई बल बढाउने अथवा शरीरलाई ताकतवर बनाएर राख्ने जस्तो, जस्तै क्याल्सियम र म्याग्नेसियम र सल्फरको काम हुन्छ। बिरुवाको जरादेखि माथि फलसम्म बलियो बनाएर राख्ने, झर्न नदिने, फुल बढी आउन, फुलबाट फल बन्न यसमा सहयोग गर्छ। सर, यसमा प्रयोग हुने कच्चा पदार्थहरू के हुन् र यसले चाहिँ माटोको उर्वरा शक्ति र उत्पादनमा चाहिँ कस्तो प्रभाव पारेको छ, यसको बारेमा थोरै जानकारी? अब कच्चा पदार्थ भनेपछि यो त हाम्रो कम्पनीको एउटा प्राइभेसी नै हो। हामीले सबै कुरा स्पष्ट रूपमा भनेपछि अलि डुप्लिकेसी हुने सम्भावना हुन्छ, तर मैले मोटामोटी भनिदिन्छु। यसमा मुख्य रूपले जुन पदार्थ डिकम्पोज गर्न सजिलो हुन्छ अथवा डिकम्पोज हुन सक्छन्, जस्तै केही अर्ग्यानिक पदार्थहरू हुन्छन् अथवा बेसिक रूपमा हामीले गोबरको प्रयोग नै गर्छौँ। त्यसपछि हामीले केही झारपातहरूको प्रयोग गर्छौँ। त्यो बोटानिकल प्लान्ट हुन् जसबाट माटोमा पोषक तत्त्व पनि बढ्छ र माटोमा लाग्ने जुन जरामा लाग्ने, माटोको माध्यमले जुन जरामा लाग्ने किराहरू हुन्छन् त्यो किरालाई पनि कन्ट्रोल गर्न सकिन्छ। सो मुख्य रूपमा हाम्रो जैविक पदार्थ जुन सहरमा कचराको रूपमा फालिएको हुन्छ अथवा जस्तै गाई भैँसी फारमहरूमा पनि तिनीहरूले गोबर यस्तै खुल्लामा राखेको हुन्छन्, त्यस्तोलाई हामीले विघटन गराएर कच्चा पदार्थको रूपमा प्रयोग गर्छौँ। अनि कच्चा पदार्थमा त्यो विघटन गराएपछि त्यसपछि त्यसको प्रोसेस अलि लामो हुन्छ। हाम्रो सङ्कलनदेखि मल बनाउने बेला 8 महिनाको समय लाग्छ, किनकि डिकम्पोज गर्ने लगभग 4 देखि 6 महिना, त्यसपछि ड्राई गर्ने, उसलाई सुक्खा गराएपछि त्यसपछि लगभग 2 महिना जति लाग्छ सुकाउने। अनि सुक्खा गराएपछि त्यसपछि हामीले उसलाई धुलोमा परिवर्तित गरेर अनि फेरि दानादार मलमा परिवर्तन गर्नुपर्छ। सो अलि लामो प्रोसेस हुन्छ र यो प्रोसेस लामो भएको कारणले के हुन्छ, जुन पोषक तत्त्व माटोलाई चाहियो, जस्तै गोबरमा भएको 0.04% नाइट्रोजन हुन्छ, तर त्यसलाई हामीले विघटन गराएर जब कल्टिभेसनमा प्रोसेसमा लिएर आउँछु, त्यो माटोमा निरन्तर कल्टिभेट हुँदै एउटा बालीमा, दोस्रो बालीमा, तेस्रो बालीमा यस्तो गर्दा गर्दै 6 बालीमा 44% नाइट्रोजन हुन्छ। सो त्यस्तै हामीले विघटन गराउने प्रक्रियामा के हुन्छ, हामीले केही जीवाणुहरूको प्रयोग गर्छौँ जुन हाम्रो टोटल अर्ग्यानिक वेस्टेजहरूलाई डिकम्पोज गरेर एउटा धुलो टाइपको अथवा के भनिदिउँ चियापत्ती जस्तो एउटा धुलो तयारी गर्छ, तर मोइस्चर बढी हुन्छ। त्यो मोइस्चरलाई कम गर्नको लागि हामीले प्रोसेस अपनाउँछौँ अनि ड्राई गराएर फेरि अर्को प्रोसेसमा जान्छ। सो यो विघटन गर्ने प्रोसेसमा के हुन्छ, जीवाणु पनि हुन्छ र साथमा जुन 0.04% नाइट्रोजन हाम्रो गोबरमा देखिन्छ त्यो बढेर समथिङ 3 to 4% नाइट्रोजन आउँछ। त सुखाउने बेला यो नाइट्रोजन फेरि हावामा उडाएर घामको माध्यमले, हिटको माध्यमले घट्न सक्छ। सो त्यसैले लास्ट मल तयारी गर्ने बेला यसमा म्याक्सिमम नाइट्रोजन 1 to 2%, 1.2 देखि 1.5, 1.8, 2% नाइट्रोजन हुन्छ। सो नाइट्रोजन अनि त्यसपछि जुन वेस्टेजहरू हुन्छन् जस्तै झारपातहरू अथवा हाम्रो कुखुराको सुली पनि प्रयोग हुन्छ। यो सबै प्रयोग गरेपछि के हुन्छ, हाम्रो फस्फोरस, पोटास अनि साथसाथमा माइक्रोन्युट्रिएन्ट्सहरू यो सबै
एउटा सीमित मात्रामा तर थोरै, धेरै होइन। अब धेरै भएपछि केमिकल्स भइहाल्छ। सो कम मात्रामा भए पनि माटोमा प्रयोग गरेपछि किसानहरूको खेतमा राम्रो फाइदा देखाइरहेको छ। अहिलेसम्म 9 वर्षदेखि हामीले सप्लाई गर्दै आएको, अहिलेसम्म कहीँबाट गुनासो पाएको छैनौँ। एकाधजनाले हाम्रो बालीमा केही समस्या देख्यो भनेपछि हामीले डाइरेक्ट खेतमै पुगेर उनीहरूको सुधार पनि गराएर आएको हो। तर समस्या के देख्यो, हामीले भनेअनुसारले प्रयोग नगर्ने, अनि प्रयोग गरेपछि त्यसमा समयमा सिँचाइ नगर्ने, अनि सिँचाइको अभाव र प्रयोग गर्ने तरिकामा फरक भएको कारणले केही समस्या देख्यो। बाँकी माटोको संरचनामा हेर्नुहुन्छ त स्ट्रक्चर राम्रो भयो, त्यो डल्ला बन्ने खेतमा त्यो समस्या देखेको छैन, एकदम खुक्लो माटो भएको। अनि साथसाथमा माटोमा जराको विकास पनि धेरै भएको, जुनसुकै बाली रोप्दा उसको जराको विकास एकदम फिजारिएको जरा देखिन्छ, गाँछ धेरै आउने देखिन्छ। अनि त्यसपछि फुल फल लाग्ने बालीहरूमा फुल र फल बढी देखिन्छ र फुलबाट फल बन्ने, फल झर्न नदिने, यस्तो समस्याहरूलाई पनि समाधान भएको देखिन्छ। हजुर, त्यसै गरी यो किसानहरूले जैव शक्ति मल प्रयोग गर्दै गर्दा र गरिसकेपछि चाहिँ कस्तो खालको प्रतिक्रियाहरू चाहिँ जनाउनु भएको छ? प्रतिक्रियामा किसानले, मैले अघि पनि हजुरले भनेको थिएँ, प्राङ्गिक मल मलाई दिनु भनेर खोज्दा कोही पनि किसान आउँदैन। हाम्रो धेरै जसो ग्राहकहरू, सप्लायर्सहरूको पसलमा गएपछि मलाई कालो मल दिनु भनेर खोज्दै आउँछन्, किनकि जुन हामीले मल तयारी गर्छौँ त्यसको दाना प्योर अफ ब्ल्याक बन्न सकिन्छ, हल्का ग्रे ब्ल्याक टाइपको। त्यो कालो मल भनेर नै किसानले चिन्छन्। अनि साथसाथमा बोराको कलर हाम्रो निलो भएको हुनाले धेरै जसो किसानले हाम्रो सप्लायरको पासमा गएपछि मलाई निलो बोराको कालो मल दिनु भनेर खोज्दै आउँछन्। नत्र अरू मार्केटमा देखेको मलहरू के हुन्छन्, कसैले नाना थरीको नाम राखेर हुन्छन्, अब किसानले आएर मल किन्न आउँछ। अब मल भनेपछि उनीहरूलाई सबै मलको त नाम याद हुँदैन, किनकि सबै किसान शिक्षित छैनन्। शिक्षित किसानले त जैव शक्ति दिनु भनेर खोजेर आउँछ, डिएपी दिनु भनेर खोजेर आउँछ, अन्य मलको नाम लिएर आउँछ। तर धेरै जसो किसानले कालो मल र निलो बोरामा भएको कालो मल खोज्दै पुग्छन् एग्रोभेटरमा। हजुर, यो व्यवसाय सञ्चालनका क्रममा हजुरले चाहिँ सामना गरिराख्नुभएका चुनौतीहरू के के छन्, त्यो कुराहरूलाई पनि जोडिदिनुहुन्छ? यो व्यवसाय एउटा यस्तो जटिल प्रक्रिया भइसकेको छ नेपालमा। हामीले व्यवसायको स्थापना गर्नेदेखि सञ्चालन गर्ने बेलासम्म त्यो प्रमाणीकरण अनि दर्ता प्रक्रिया, सिफारिसको प्रक्रिया यो यति जटिल बनाएको छन् कि एक ठाउँबाट सिफारिस पाएपछि अर्को ठाउँको सिफारिस लिनको लागि गाह्रो हुन्छ, आपसमा अन्डरस्ट्यान्डिङ नभएको कारणले। यदि हामीले वडाबाट सिफारिस माग्न जान्छौँ, वडामा टाइम लाग्ने, नगरपालिकामा सिफारिस लिन जानु त्यहाँ टाइम लाग्ने। अब यो एउटा प्रक्रिया सुरुदेखि सञ्चालनमा ल्याउने बेलासम्म कस्तो हुन्छ, जुन सहजीकरण एउटा व्यवसाय हामीले खोल्दैछौँ हाम्रो वडामा, हाम्रो नगरपालिकामा अथवा हाम्रो देशमा एउटा उद्योग सञ्चालनमा आउँदैछ, रोजगारी दिन्छ, अथवा रोजगारीको साथसाथमा केही उद्योग स्थापना भएपछि हाम्रो पालिकाको पनि नाम हुन्छ, अनि पालिकामा यस्तो उद्योग पनि छ, चिन्न सकिन्छ भनेपछि त्यस्तो कसैलाई खुसी भएको मैले देखेन। सिफारिस लिन आउनुभएको, ल ठिक छ दिउँला भनेर जस्तो देखिन्छ, जस्तो एहसान गरेको जस्तो। अनि यो समस्या त हाम्रो प्रमाणीकरणमा देखेको। अनि त्यसपछि दर्ता प्रक्रियामा के हुन्छ, एउटा प्रक्रिया निर्देशिकाले बन्छ, अर्को प्रक्रिया फेरि दर्ता गर्ने निकायको छुट्टै हुन्छ। निर्देशिकाले भन्छ यो हिसाबले जाने, दर्ता गर्ने निकायले भन्छ यो हिसाबले होइन, अर्को हिसाबले जाने। उनीहरूको फेरि आफ्नो कार्यविधि चाहियो, आफ्नो नियमावली चाहियो, फरक त्यसमा टाइमिङ पनि धेरै देखिन्छ। अब एउटा मल उत्पादन गर्ने कम्पनीले ट्रेडमार्क एप्रुभल गराउनको लागि लगभग 1.5 वर्ष लाग्छ। 1.5 वर्षदेखि 2 वर्ष जति जुन हामीले ट्रेडमार्क एप्रुभल गराउन लगाउँछौँ, त्यसपछि फेरि कार्यविधिको अनुसारले प्रदेशमा दर्ता गराउन 1.5-2 वर्ष जति लाग्छ। तिनीहरूको फेरि मिटिङ बसाल्ने, निर्णय गराउने लामो प्रोसेस हुन्छ। अनि किनकि हाम्रो प्रोडक्सन 1000 मेट्रिक टनभन्दा बढी छ, त 2 मेट्रिक टन भन्दा बढी दैनिकको उत्पादन देखिन्छ। त्यसैले गर्दा आइए पनि गराउनुपर्छ, वातावरण पर्यवेक्षण रिपोर्ट पनि हामीले तयारी गर्नुपर्छ। सो प्रक्रिया अलि जटिल नै थियो। जटिलताको साथसाथमा हामीले यहाँसम्म आएको छौँ। सँगसँगै यो व्यापार गर्ने बेला मुख्य समस्या हामीले फेस गर्नुपर्छ। हामी सूचीकृत भएर, दर्ता भएर प्राङ्गिक मल उत्पादन गर्ने संस्थाहरूले सबभन्दा बढी समस्याको सामना गर्नुपर्छ कालो बजारी गर्नेवालासँग। हामीले दर्ता भएपछि, सूचीकृत भएपछि सबै कुराको प्रमाण दिनुपर्छ, तर जसले दर्ता गराएको छैन, प्रमाणीकरण गराएको छैन, सूचीकृत नै भएको छैन, तिनीहरूले कति % के पोषक तत्त्व कुन प्रकारको मल मार्केटमा ल्याइरहेछन् त थाहै हुन्न।
त्यसको लागि कुनै पनि नगरपालिकादेखि माथि मन्त्रालयसम्म अहिलेसम्म कुनै पनि के भन्छन् कार्यविधि अथवा कार्यविधि के भनौँ एउटा क्रियाकलाप केही देख्दैन। सबैले आफ्नो मात्र कुर्सी कसरी बचाउने त्यसको लागि बसिराख्नु भयो। हामीले कम्प्लेन गर्दा पनि उनीहरूको भनाइ के हुन्छ, कारवाही गर्ने हामीसँग अधिकार छैन। हामीले अनुगमन गर्न सक्छौँ, अनुगमन गर्न साथसाथमा हामीले उनीहरूलाई सजेसन दिन सक्छौँ, सुधार गर्ने निर्देशन दिन सक्छौँ, तर कारवाही गर्ने अधिकार छैन। सो यो कारवाही गर्ने अधिकार नभएको हुनाले जुन एउटा जिम्मेवारी नगरपालिकादेखि मन्त्रालयसम्म बिचमा धेरै निकायहरू धेरै विभागहरू हुन्छन्, उनीहरूको जुन जिम्मेवारी हुनुपर्ने त्यो देखिँदैन। सो मुख्य समस्या हाम्रो त्यही हो, कालोबजारी र अलिक गुणस्तरहीन मल मार्केटमा आउनको कारणले हाम्रो उत्पादन गर्ने प्रक्रिया जटिल र लामो अवधि भएको हुनाले कस्टिङ बढी हुन्छ, अलि प्रोडक्सन कस्ट बढी हुन्छ। प्रोडक्सन कस्ट बढी भएको हुनाले मार्केटमा पुग्दा महँगो पर्छ, तर त्यही गुणस्तरहीन मल अलि सस्तो आइदिन्छ। अनि फेरि सप्लायरहरूको के चाहियो, उनीहरूले गुणस्तर चाहिएन, उनीहरूले मार्जिन चाहियो। सप्लायरको भनाइ के हुन्छ, तपाईँले सस्तो ल्याइदिनु, माटो पनि हामीले बेचिदिन्छौँ जस्तो उहाँहरूको कुरा आउँछ। तो त्यसैले गुणस्तरलाई मेन्टेन गर्ने संस्थाहरूलाई गाह्रो हुन्छ गुणस्तरहीन मलहरूसँग सामना गर्न। सो मेन समस्या हामीलाई यहीँ देखाइपर्छ, गुणस्तरहीन मलहरूसँग हामीले बढी समस्याको सामना गर्न परिरहेको छ। हजुरले यति ठुलो व्यवसाय निजी स्तरबाट सुरुवात र सञ्चालन गर्दै गर्दा लगभग 23 जनालाई चाहिँ प्रत्यक्ष रोजगारी दिँदै गर्दा सरकारी निकायबाट के कस्ता सहयोगहरू आएका छन् अथवा चाहिँ के कस्ता सहयोगहरू चाहिँ अपेक्षा गर्नुभएको छ, यी कुराहरूको बारे थोरै केही जानकारी दिनुहुन्छ? ओके, अब निजी भएको हुनाले हाम्रो सोचाइ पनि निजी नै हो। निजीमा हामीले के सोच्छौँ, यदि हामीले कसैको माथि भर परेर यदि हामीले केही कारोबार गर्छौँ भने त डिपेन्डेन्सी हुन्छ अर्कोको माथि। त्यसैको लागि हाम्रो आफ्नो सोचाइ के हो, जे गर्ने आफ्नो माथि विश्वास गरेर अगाडि बढ्दै जाने पहिलो कारण। अनि दोस्रो के छ, यदि हामीले सरकारी निकाय अथवा विभागहरूसँग हामीले केही आश गरौँ भनेपछि त पहुँच चाहिन्छ। अब हामीले पहुँच नभएको मान्छे कुनै अनुदानको लागि कुरा गर्न जाउँ भनेपछि त कुरा सुन्ने मान्छे पनि हुँदैन। हामीले मन्त्रालयमा जाने बेला अनि प्रदेश मन्त्रालयमा जाने बेला तपाईँले पटक पटक किन आउनुपर्छ, हजुरले फोनको माध्यमले नै जानकारी गराइदिँदा हुन्छ, हामीले सबै यतैबाट गरिदिन्छौँ भनेर कुरा हुन्छ। अब यदि भेटघाट नै हुँदैन, हामीले आफ्नो कुरा सुनाउनै सक्दैनौँ त्यहाँ बसेर, त्यसपछि के हुन्छ, हामीले चाहेको कुरा त्यहाँ उनीहरूको अगाडिमा पुग्दैन। अब हामीले 23 जनाले रोजगारी दिँदा पनि उनीहरूलाई हामीले एउटा के भन्छन् रोजगार दिएर उनीहरूलाई अगाडि बढाउने कम्पनी सँगसँगै एउटा कम्पनीको मेन पिलर मानेर नै हामीले काम गराइरहेको छौँ। सो जिम्मेवार छन् सबैजनाले, आफ्नो आफ्नो जिम्मेवारी सबैजनाले बेहोरेर काम गरिराख्नु भएको छ। तर कहिलेकाहीँ के हुन्छ, हामी प्राङ्गिक मल उत्पादन गर्ने संस्थाले 23 जनालाई वार्षिक रूपमा तलब दिन गाह्रो हुन्छ। हरेक महिना व्यापार हुँदैन, सिजनल व्यापार हुन्छ। यसमा हामीले वर्षमा 8 महिना जति प्रोडक्सन गर्नुपर्छ, 4 महिना जति व्यापार गर्नुपर्छ। सो यो 4 महिना व्यापार र 8 महिनाको प्रोडक्सनमा जुन रेसियो हुन्छ, आम्दानीभन्दा बढी खर्च देखिन्छ हामीलाई। सो हाम्रो अहिलेसम्म कसैसँग हामीले माग नराखेको र माग राख्दा पनि त्यस्तो अहिले व्यवस्था छैन अथवा बजेट छैन भनेर कुरा आएको, हामीले 2-3 ठाउँमा कुरा पनि राखेको। आफ्नो नगरपालिका पनि हामीले एउटा कुरा के राखेको थिएँ कि यदि नगरपालिकाको जति फोहोर छ, फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी हामीलाई दिनु पर्यो। हामीले सङ्कलन त गर्न सक्दैनौँ सबै ठाउँमा पुगेर, तर त्यो फोहोर व्यवस्थापन गरेर हजुरले जहाँ डम्पिङ गरिराख्नु भएको छ त्यो डम्पिङ यार्ड हामीलाई दिनु पर्यो। त्यो डम्पिङ यार्डमा हामीलाई विद्युत र डोजरको व्यवस्था यदि गराइदिनु भयो त टोटल फोहोर व्यवस्थापन गरेर त्यसलाई मलमा कन्भर्ट गर्ने र साथमा उप प्रोडक्ट पनि हामीले उत्पादन गर्न सक्छौँ। सब प्रोडक्ट जस्तै ढुङ्गाबाट के बनाउन सकिन्छ, प्लास्टिक निस्केको जुन हुन्छ ग्रेडिङ गर्ने बेला त्यसबाट केही सब प्रोडक्ट बनाउन सकिन्छ, काँच निस्किन्छ त्यसबाट केही बनाउन सकिन्छ। त हामीले सब प्रोडक्ट पनि प्रोडक्सन गरेर मार्केटमा ल्याउन सक्छौँ, नगरपालिकालाई अनुदानमा हामीले पठाउन सक्छौँ अथवा केही सहयोगमा पनि नगरपालिकामा हुनसक्छ। जस्तै आजको समयमा प्लास्टिकको टाइलको धेरै चर्चा चलेको छ। प्लास्टिक कहाँ पाउँछ, फोहोरमा धेरै जान्छ, बोतलदेखि प्लास्टिकको ब्यागसम्म पुरै फोहोरमा बेटिन्छ। ग्रेडिङ गर्ने बेला टनको टन निस्किन्छ। अब हजारौँ टन प्लास्टिकलाई हामीले गलाएर त्यसलाई यदि प्लास्टिकको टाइल बनाएर हामीले नगरपालिकामा बाँड्यौँ भने त्यो फुटपाथको टाइलको रूपमा प्रयोग गर्न सकिन्छ। हामीले धेरै खर्च नगरेर पनि कम खर्चमा पनि फुटपाथलाई रङ बिरङ्गा फरक फरक कलरको हामीले टाइल बनाएर सहयोगमा पुर्याउन सक्छौँ।
सो त्यस्तो कुरा राख्दा पनि त्यसपछि खासै चासो नगरपालिकाबाट हामीले पाएनौँ। अनि नत्र उताबाट दोस्रो पटक हामीसँग कसैले संवाद गर्यो अथवा यो कुरामा चर्चा गर्यो, नत्र हामीले पनि यसमा कोसिस फेरि दोस्रो पटक गरेको छैनौँ। सो हामीले अनुदानको लागि त्यति सोच पनि बनाएको मान्छे होइन। हामीले के भन्छौँ, अनुदानभन्दा बढी हामीलाई केही काम गर्ने अवसर प्रदान गर्नु। हामीले केही गरेर त्यसपछि यदि हजुरहरूले गर्न सक्नुहुन्छ, कम्पनीले डेभलप गर्नको लागि के गर्न सक्नुहुन्छ त्यो हजुरहरूले आफ्नो अनुसारले गर्नु। तर अब हामीले अनुदान दिनु, म कम्पनीलाई अगाडि बढाउनुपर्छ, मेसिनरी थप्नुपर्छ, त्यस्तो माग मैले अहिलेसम्म कहीँ कुनै पनि ठाउँमा गरेको छैन। हाम्रो मुख्य सोचाइ अथवा हाम्रो माग नै हो सबै निकायसँग कि हामीलाई केही काम गर्ने अवसर प्रदान गर्नु। जहाँ तपाईँहरूले पुग्न सकिरहनु भएको छैन, जुन गर्न सकिरहनु भएको छैन त्यो हामीलाई दिनु, हामीले दिन्छौँ। जस्तै प्राङ्गिक मलको जागरुकता अभियान हामीले ज्ञान केन्द्रदेखि प्रदेश मन्त्रालयसम्म पनि कुरा राखेको। तपाईँले प्रोग्राम को व्यवस्थापन गर्नु, कहाँ प्रोग्राम गर्ने हो, कुन टाइममा गर्ने हो त्यसको निर्धारित गर्नु। हामी आएर तालिम सञ्चालन गर्छौँ, खर्चा पनि चाहिएन, हामी आफ्नो खर्चामा आएर त्यहाँ तालिम दिने, त्यहाँ सबै जागरुकता अभियान हामीले चलाउँछौँ। र अहिलेसम्म कहीँबाट त्यस्तो प्रोग्राम आएको कुनै पनि वर्षमा हामीले पाएका छैनौँ त्यस्तो प्रोग्राम। हजुर, यो अहिलेको अवस्थालाई निहाल्दै गर्दाखेरि हजुर, नेपालमा रासायनिक मलको अभाव भइरहने अवस्था छ। यसलाई चाहिँ अब हजुरले स्वदेशमै उत्पादन गरेको प्राङ्गारिक मलले कति ठुलो भूमिका खेल्न सक्ने सम्भावना रहेको छ, तपाईँको बुझाइ यसमा के छ? अब यसमा हाम्रो क्षमताको अनुसारले म कुरा गर्नुपर्छ। रासायनिक मल बनेको लगभग 7 लाख मेट्रिक टन हाम्रो नेपालमा चाहियो। 7 लाख मेट्रिक टनमा हरेक वर्षमा गभर्मेन्टले बढीमा 4.5 देखि 5.5 लाख मेट्रिक टन पनि मात्र त्यतिसम्म मात्र पुर्याउन सकिरहेछ। बाँकी जुन क्षेत्र छ त्यो रासायनिक मलको ठाउँमा प्राङ्गिक मलले नै पुर्याइरहेको छ। हाम्रो मार्केटमा जति हामीले प्रोडक्सन गरिरहेको छौँ त्यसमा 1000 देखि 1500 मेट्रिक टन हाम्रो म्याक्सिमम, मिनिमम 1000 छ, म्याक्सिमम 1500 मेट्रिक टनसम्म हामीले वार्षिक उत्पादन गर्छौँ। सो यो 1500 मेट्रिक टनसम्म उत्पादन गरेको मल जति बजारमा हामीले पुर्याइरहेको छौँ त्यहाँ मलको अभाव मैले देख्दैन। तर यो आधारी खादको रूपमा प्रयोग गर्नुपर्छ। सो आधारी खादको साथसाथमा फेरि टप ड्रेसिङ गर्ने मल पनि चाहियो। अब टप ड्रेसिङ गर्ने मलमा किसानको डिपेन्डेन्सी ओन्ली युरियामाथि छ, नाइट्रोजन कसरी पुर्याउने। तर नाइट्रोजन लिचिङको माध्यमले अथवा वाष्पित भएर धेरै वेस्टेज हुन्छ। खेतमा प्रयोग गरेको 100% युरियामा म्याक्सिमम 30 to 40% जति नाइट्रोजन बिरुवाले प्रयोग गर्छ, बाँकी लिचिङको माध्यमले अथवा वाष्प बनेर हराइहाल्छ। सो त्यसको विकल्प पनि यदि युरियाको साथसाथमा जिङ्क पनि हामीले खेतमा प्रयोग गराउँ तो एउटा माइक्रोन्युट्रिएन्ट जस्तै मिठो दाल बनाएपछि त्यसमा 1 चम्चा घिउ हालिदिएको काम जिङ्कले गर्छ। तर सरकारको नीतिमा के छ, फर्टिलाइजर कन्ट्रोल अर्डर जुन छ त्यसले के भनेछ, जिङ्कलाई रासायनिक मल अन्तर्गत राख्ने, प्रोडक्सन गर्नको लागि वातावरण पर्यवेक्षण रिपोर्ट चाहियो। वातावरण पर्यवेक्षण रिपोर्ट लिनको लागि नेपालमा एउटा टेढी खिर छ। टेढी खिर भनेपछि के भन्छन्, अलिक गाह्रो नै छ, साथीहरूले नमान्ने। फ्याक्ट्री हाल्नको लागि रासायनिक मल भन्ने बित्तिकै जिङ्क रासायनिक मल हो थाहा छ, तर रासायनिक मल उत्पादन गर्छौँ भनेपछि कसैले पनि आफ्नो छरछिमेकले उत्पादन गर्नको लागि सहमति दिन मान्दैनन्। सो हामीले के भन्छौँ, यो प्राङ्गिक मलको मुख्य उद्देश्य माटो सुधार हो, तर माटो सुधारको साथसाथमा चाहिने तत्त्व पनि पुर्याउनु पर्छ। सो पुर्याउनको लागि यदि सरकारले मात्र पोषक मेजर न्युट्रिएन्ट्स नपुर्याएर अदर न्युट्रिएन्ट्स पनि पुर्याउने यदि प्रयास गर्छ त माटो पनि राम्रो हुन्छ, बिरुवालाई चाहिने सबै पुग्छ। तर डिएपी, युरिया अथवा रासायनिक मल पुर्याउनु भन्दा यदि अर्ग्यानिक सेक्टरलाई पनि यदि बढावा दिन्छ, जस्तै हामीले 1000 देखि 1500 मेट्रिक टन उत्पादन गर्छौँ, तो 1000 देखि 1500 टन मेट्रिक उत्पादन गर्ने क्षमता भएको कम्पनीलाई यदि सरकारले अलिकति सहयोग गरिदियो, मेसिनरीमा सहयोग गरिदिएपछि अथवा कच्चा पदार्थको व्यवस्थापनमा सहयोग गरिदिएपछि अथवा आयातमा छुट व्यवस्था गरिदिएपछि, सो हाम्रो यो जुन कस्टिङ अथवा प्रत्येक कुरामा जुन खर्चा हुन्छ त्यसलाई हामीले कन्ट्रोल गर्न सक्यौँ भने तो कम खर्चामा हामीले बढी उत्पादन गरेर दिन सक्छौँ। हामीले 1000 को ठाउँमा 10,000 मेट्रिक टन उत्पादन गर्न सक्छौँ, 20,000 मेट्रिक टन, 50,000 मेट्रिक टनसम्म पनि उत्पादन गर्न सक्छौँ। तो उत्पादन क्षमता बढाएपछि हामीले रासायनिक मललाई विस्थापित गर्न सक्छौँ। किनभने रासायनिक मल क्षणिक फाइदा दिनको लागि हो र प्राङ्गिक मल स्थायी रूपमा माटोलाई सदैवको लागि राम्रो बनाउनको लागि काम गर्छ। त्यसै गरी राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरबाट पनि हाम्रो यस संस्थामा विभिन्न अन्य संस्था र व्यक्तिहरू अवलोकन गर्न आएको पाइयो। अवलोकन गर्न आउँदै गर्दाखेरि के कस्ता प्रतिक्रियाहरू हजुरहरूले पाउनुभयो त्यसको बारेमा पनि छोटो जानकारी गराइदिनुहुन्छ कि?
त्यस्तो हाम्रो धेरै त होइन, तर युएसआइडी नाम सुन्नुभयो होला। युएसएआइडीले हामीसँग काम गर्नको लागि काफी इन्ट्रेस्टेड भएर उनीहरूले आफै आएर तपाईँहरूले हामीसँग जुडेर काम गर्नु, हाम अर्ग्यानिक क्षेत्रमा अथवा सोइल एमेन्डमेन्ट्सहरूको लागि हामीले मिलेर काम गर्नुपर्छ भनेर उहाँहरूले कुरा राख्नुभएको थियो। अनि त्यसपछि उहाँको चिफ युएसआइडीको नेपाल चिफ जुन हुनुहुन्थ्यो उहाँले आएर नाम त एक्ज्याक्ट थाहा छैन, तर आएर भिजिट पनि गर्नुभएको थियो। अनि भिजिट गरेपछि उहाँहरूसँग हामीले धेरै प्रोग्रामहरूमा पनि इन्भल्भ भए। काठमाडौँमा 4-5 पटक हामीले ठुलो सेमिनार पनि थियो, त्यहाँ पनि पुगेको। हाम्रो कम्पनीको प्रोडक्सन लाइनअप पनि उहाँहरूले पुरा हेर्न आउनुभएको, निरीक्षण गरेर हामीले एग्रिमेन्ट प्रोसेससम्म पनि पुगेको थियौँ। 7 जना प्राविधिक राखेर अनि हामीले अर्ग्यानिक फर्टिलाइजर प्रमोसन र सोइल एमेन्डमेन्ट्सहरूको प्रचार प्रसारको लागि हामीले एउटा टिम नै गठन गरेको थियो, युएसआइडी र धनवर्षा इन्डस्ट्रिजले मिलेर। तर एग्रिमेन्ट भए तापनि काम सुरु गर्नुभन्दा अगाडि नै युएसआइडी नेपालमा ब्यान भएको हुनाले हामीले उहाँसँग मिलेर काम गर्न सकेन। तर युएसआइडीको मतलब 99% उनीहरूको इन्ट्रेस्ट थियो जसरी पनि धनवर्षासँग मिलेर हामीले अर्ग्यानिक सेक्टरमा काम गरौँ। त्यसपछि हामीले इम्प्याक्ट अफ काठमाडौँ, यो हाम्रो बुटवल कोहोर्ट उद्योग वाणिज्य सङ्घ बुटवलमा हामीले 8 महिना लगातार मास्टर क्लास पनि सञ्चालन भयो। त्यहाँ हामीले मास्टर क्लासमा जान्थ्यौँ। अनि मास्टर क्लासमा हामीले रुट्स अफ सर्कुलरिटी भनेर एउटा सर्कुलर बिजनेस अथवा सर्कुलर इकोनोमिक्स, सर्कुलर बिजनेस, यसको लागि हामीले मास्टर क्लास गरेको, जसमा हामीले वेस्टेजलाई कसरी सदुपयोग गर्न सकिन्छ, वेस्टबाट हामीले अरू सब प्रोडक्ट के उत्पादन गर्न सकिन्छ, त्यसमा हामीले धेरै कुरा सिक्यौँ, आफ्नो अनुभव सेयर गऱ्यौँ। अनि सेयर गरेपछि उहाँहरूले पनि हाम्रो फ्याक्ट्री पुरा भिजिट गर्नको लागि आउनुभएको थियो। त्यसपछि टाइममा कृषि विकास निर्देशनालयबाट, कृषि विकास मन्त्रालय काठमाडौँबाट, अनि प्रदेश मन्त्रालय बुटवल अथवा बुटवल क्या अहिले भालुबाङ हुनुहुन्छ, हाम्रो लुम्बिनी प्रदेश कृषि विकास मन्त्रालयबाट, ज्ञान केन्द्रबाट, अनि खजुरा तालिम केन्द्रबाट अधिकारीहरू आइराखेको हुन्छन्, अनुगमन पनि गरिराखेको हुन्छन्। अनि उहाँहरूको भनाइ के छ, तपाईँले अर्ग्यानिक मल उत्पादन गर्दै हुनुहुन्छ, जुन प्रोसेस अपनाइराख्नु भएको छ यो त जटिल छ, अनि कसरी म्यानेज गर्नुहुन्छ, अरूले त मात्र देखाउने एउटा अनि गर्ने एउटा गर्छ। तपाईँको प्रोसेस हामीले र मेटेरियल सङ्कलनदेखि पुरै प्रोसेस हेर्दा त जटिल प्रक्रिया तपाईँले राख्नु भएको। अनि यो हेर्दा तपाईँको प्योर अर्ग्यानिक हो भनेर हामी विश्वस्त छौँ भन्नु उहाँहरूको भनाइ हुन्छ। तर अब यो प्रक्रियालाई अझै राम्रो कसरी बनाउन सकिन्छ भनेर उहाँहरूले हामीसँग सजेसन पनि हामीलाई पनि दिनुहुन्छ, हामीसँग पनि सजेसन लिनुहुन्छ उहाँहरूले कि सर यसलाई अझै राम्रो कसरी गर्न सकिन्छ, अलि मिलेर काम गर्नुपर्छ भन्नुहुन्छ। तर अब सिस्टम त्यही हो, हामीले जति अगाडि बढ्दा माथिबाट उनीहरूले सहयोग नगरे त हामीले त्यति एक्लै अगाडि बढ्न सकिन्न। सो राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरमा पनि धनवर्षाको एउटा ब्रान्ड छ, धनवर्षा इन्डस्ट्रिज भनेपछि हजुरले नेपालमा जुनसुकै कृषि सम्बन्धी निकायमा यदि गएर सोध्नुभयो धनवर्षा इन्डस्ट्रिज भनेको के हो, त नेपालगञ्जको मल उत्पादक कम्पनी हो भनेर एउटा पहिचान बनाएको छौँ अहिलेसम्म। अहिलेको नेपालको अवस्थालाई हेर्दै गर्दाखेरि हाल नेपाली धेरै युवाहरू चाहिँ विदेश हुनुपर्ने अवस्था छ। हजुर उद्यमी भएका हिसाबले अब उद्यममा चाहिँ नयाँ आउने युवाहरूलाई चाहिँ के कस्तो सल्लाह सुझाव चाहिँ हजुरले दिनुहुन्छ? अब मैले भन्नुपर्दा नेपाली भनेको कसैको गुलामी गर्ने समुदाय होइन, स्वतन्त्र भएको हो। तर अहिलेको जुन वैदेशिक रोजगारी छ त्यो एक हिसाबले अघोषित रूपमा गुलाम नै बनाउँदैछ। हामीले पैसाको लोभले गर्दा विदेश जान्छौँ, त्यहाँ 5 वर्ष 10 वर्षसम्म 15 वर्षसम्म अथवा त्यहीँ बस्ने कोसिस गर्छौँ। सो विदेश जान एउटा आवश्यकता होइन, एउटा बाध्यता भइसक्यो। मान्छेले पैसा कमाउनुपर्छ भनेर मात्र विदेश खोज्छ। तर नेपालमा कुनै पनि व्यवसाय, एउटा सानो व्यवसाय गर्नको लागि पनि यदि सुरुवात गर्नुभयो, सानो सोच बनाएर सुरुवात गरेपछि त्यो व्यवसायलाई निरन्तरता दिएपछि ठुलो स्कोप छ। और त्यसमा पनि कृषि यस्तो व्यवसाय छ कृषिसँग रिलेटेड, जुनसुकै तपाईँले गर्नु, त्यो कृषि फार्मदेखि हामीले मल उत्पादन गर्ने बेलासम्म पनि धेरैको मैले यसमा समेट्छु। अनि यो कृषि यस्तो एउटा उद्यम हो जसमा नेपालको लगभग 80% जनता आबद्ध छ। यो 80% जनता जुनसुकै व्यवसायसँग आबद्ध छ, त्यसमा यदि हजुरले एउटा सानो पनि उद्यम गर्न खोज्नुभयो त लगभग 80% मार्केट तपाईँले पाउन सक्नुहुन्छ जुनसुकै बजारमा।
सो 80% मार्केट कभर गर्नको लागि नेपालमा उद्यम गर्न सबभन्दा बेटर मैले मान्छु। विदेशको रोजगारमा बढी कमाउनुभन्दा हामीले नेपालमा पनि त्यति कमाउन सक्छौँ। हाम्रो कम्पनीमा काम गर्ने जति कर्मचारीहरू छन् हामीले उनीहरूलाई क्लियर एकदम फ्री छोडिदिएको हुन्छौँ। यो रिस्पोन्सिबिलिटी मैले दिएँ तपाईँलाई, यसको लागि म मालिक हो भनेर तपाईँले काम गर्नुपर्छ। म यो जिम्मेवारी बोक्ने, म कम्पनीको एउटा ओनर, म यसको उद्योगी हो। यसमा रिजल्ट आएपछि मेरो बेनिफिट हुनेछ भनेर सोच गर्नु। त्यसले गर्दा हाम्रै उद्योगमा काम गर्ने अथवा रोजगार पाएको कर्मचारी हो, महिनामा एभरेज भनेपछि लगभग 40,000 to 1 लाख रुपियाँ प्लस तलब एनुअल पाउनुहुन्छ मन्थली बेसिसमा। मन्थली 6 लाखदेखि 12 लाख 13 लाख रुपियाँसम्म पनि इन्कम पाइरहेको कर्मचारी छन् हाम्रो कम्पनीमा। तर मैले अघि पनि भनेको उनीहरूलाई मैले एउटा उद्यमी सोच बनाएर काम गर्नको लागि सिकाएको। सो उद्यमी बन्नको लागि मैले एउटा यो त पहिलो कुरा भने। दोस्रो कुरा के छ, उद्यमी बन्नको लागि के हुन्छ, तपाईँको पासमा सहन शक्ति र साथसाथमा तपाईँको पासमा एउटा पेसेन्स के हुनु पर्यो, मैले निरन्तरता दिन सक्छु। आउने 2-4 दिन, हप्ता, 10 दिन, महिना, 2 महिना, 6 महिना, 1 वर्ष सिकेर त्यसपछि मैले त्यो कामलाई अलिकति सिकेर अर्को ठाउँमा गएर चोरी गर्ने अथवा ढाँटेर अथवा कम्पनीलाई ठगेर अथवा आफूले पूर्ण रूपले नसिकेर आफ्नो व्यवसाय गर्नुभन्दा कम्तीमा त्यसमा परिपक्व हुनु पर्यो। परिपक्व भएपछि तपाईँले 10 पैसा इन्भेस्ट गरेर अनुभवको साथमा जुन व्यापार गर्नुहुन्छ त्यो अनुभवले तपाईँले लाख रुपियाँको व्यापार गर्ने बराबर नयाँ आम्दानी दिन्छ। किनकि 10 रुपियाँलाई 10 देखि 100 कसरी बनाउने तपाईँको पासमा अनुभव छ। तर लाख रुपियाँलाई मैले 10 रुपियाँ प्रफिट कसरी निकाल्ने त्यो अनुभव नभएको कारणले तपाईँको व्यवसायमा के देखिन्छ, पैसा त छ, इन्भेस्ट पनि गर्नुभयो, तर यो कपी पेस्ट जस्तो देखिन्छ। एक ठाउँबाट कपी गर्नुभयो, अरू ठाउँमा पेस्ट गरिदिनु भयो। त्यसको रिजल्ट के आउँछ कि व्यवसाय त गर्न खोज्नुभयो, इन्भेस्ट पनि गर्नुभयो, तर इन्भेस्ट गरेको अनुसारले तपाईँको मार्जिन देख्दैन, इन्भेस्ट गरेको हिसाबले तपाईँको पासमा कस्टमर आउँदैन, इन्भेस्ट गरेको अनुसारले तपाईँको मार्केट हुँदैन। सो व्यवसाय गर्नको लागि तपाईँहरूले आउनु, सिक्नको लागि एउटा हामीले टाइम दिन्छौँ। यति टाइमसम्म तपाईँले सिक्नु पर्यो। सिकेपछि तपाईँ पनि एउटा उद्योगीको रूपमा बाहिरिन सक्नुहुन्छ, आफ्नो उद्योग चलाउन सक्नुहुन्छ। तर सिकेर मात्र हो। हजुरले म आउँछु केही समय मात्र यो कसरी मिलायो, यो कसरी दाना बनाऊ, यो कसरी पिसाई गऱ्यो, यो कसरी मलमा बनाऊ, बोरामा कसरी प्याक गऱ्यो, त्यति मात्र सिक्नुहुन्छ भने व्यापार गर्न सक्नुहुन्न। तर त्यसैलाई के प्रोसेस, कति टाइम चाहियो, कति पर्सेन्टेज चाहियो, कति प्रोसेसहरू हुन्छन्, त्यो सिक्नको लागि टाइम दिनुपर्छ। हामीले सिकाउँछौँ। आउनु, हामीले एउटा उद्योगी बन्नको लागि पनि सहयोग गर्छौँ र साथसाथमा पहिला हामी सँग जोडिएको केही कृषि प्राविधिकहरू हुनुहुन्थ्यो। तिनीहरू कृषि प्राविधिकहरू ओजिटी गर्न हामीसँग आउँथे। ओजिटी गर्ने बेला उनीहरूलाई हामीले उत्पादनदेखि मार्केटिङसम्म पनि हामीले सिकाउँथे। सिकाएपछि उनीहरूलाई तपाईँहरूले ओजिटी सक्यो, अब तपाईँले यदि पढ्न चाहनुहुन्छ त अगाडिको पढाइ गर्नको लागि बाहिर जानु पर्यो। पढ्नुहुन्न भने वैदेशिक रोजगारीभन्दा बढी बरु हामीसँग मिलेर काम गर्नु। हामीले तपाईँले एउटा शिक्षित बनाउँछौँ, ट्रेन्ड गर्छौँ, अनि त्यसपछि तपाईँहरूले पनि एउटा उद्योगी बन्न सक्नुहुन्छ सिकाउँदा पनि। उहाँहरूको सोचाइ कस्तो भयो, नेपालमा बसेर केही छैन, यो सोचाइले गर्दा नेपालमा केही गर्न सकिन्न भनेर अहिले म्याक्सिमम 99% सब विदेश गइसक्नु भयो। अब नेपालमा हाम्रो समस्या के देखिरहेको छु, शिक्षित छैनन् भने अर्कोको जागिर गर्न कोसिस गर्छन्, जसरी पनि रोजीरोटी चलाउने। अलिकति शिक्षित भयो भने मात्र विदेश जाने। सो नेपालमा सिप त बचे छैन। तो नेपालमा सिकेको सिप, नेपालमा प्रोडक्सन भएको जुन सिप छ त्यो नेपालमा पनि यदि हामीले प्रयोग गर्न सक्यो भने त नेपालको उद्धान पनि गर्न सकिन्छ, नेपालमा सिप पनि डेभलप गर्न सकिन्छ र साथसाथमा नेपालको जुन मेन मेरुदण्ड छ हाम्रो कृषि क्षेत्र, त्यसलाई पनि हामीले एउटा व्यावसायिक रूपमा अगाडि लिएर जान सकिन्छ। त्यसैले युवाहरूलाई, नयाँ उद्यमीहरूलाई हामीले भन्छौँ आउनु। हामीले धेरै ठाउँमा पनि तालिम सञ्चालन गरेको छु, त्यो सरकारी निकायले आह्वान गरेपछि हामी गएको। तर यदि तपाईँले कम्पनीमै आएर उद्योग कसरी सञ्चालन गर्ने सिक्न चाहनुहुन्छ, हामी तपाईँहरूलाई सिकाउनको लागि तयारी छौँ। तर कपी पेस्टवाला प्रोसेस लिएर नआउनु होला र साथसाथमा सफा मनले आउनुहुन्छ। तपाईँले के सिक्न चाहनुहुन्छ क्लियर भनिदिनु पऱ्यो, सर मैले यो सिक्न चाहन्छु। हामीले तपाईँले एउटा सफल उद्योगी जस्तो बनाएर पठाउन सक्छौँ।